सरी हे हाम्रो कमानेहरू कुल्लीहरू अबदेखि चाहिँ भन्दिनँ म रिसाएछ क्या हो कमाने कुल्ली भन्दा चाहिँ रिसाएछ कि अबदेखि चाहिँ ब्याङ्कमा काम गर्ने हो अफिसमा काम गर्ने आर्मीहरू भन्नुपर्ने रहेछ अब भनेर चाहिँ के भन्नु हो कुल्लीलाई कुल्ली नभनेर चाहिँ के भन्नु हाम्रोहरूलाई त कुल्ली कमाने भने त बिचकिहाल्दो रहेछ म छक्कै पऱ्यो हाम्रो कमानेहरूले त मलाई त गाली गरेको किन भनेको त कमाने कुल्ली भन्यो भनेर पो मन दुखाइरहेको रहेछ अबदेखि चाहिँ कमाने पनि भन्दिनँ कुल्ली पनि भन्दिनँ अफिसतिर काम गर्ने भन्छु ल तिमीहरूलाई र सम्पूर्ण नमस्कार भन्न चाहन्छु र म जति ठुलुङ है र विशेष तपाईहरु समक्ष म आज किन आएँ भन्दाखेरि चाहिँ मैले धेरै दिनदेखि एउटा भाइलाई मैले वाच गरिरहेको छु है जो भाइ नाम केवल रहेछ है म पनि कमानमै बस्दो रहेछ तपाईहरु समक्ष मैले यो भाइको भिडियो राखिसकेको छु यो भाइले के भन्नु खोजेको र के गर्न चाहेको म त्यो मलाई चाहिँ एकदमै यो भाइको यो ठिक लागेन भनाइ ठिक लागेन मैले हरेक भाइको भिडियोहरू मैले धेरैचोटि हेरिसकेको छु जहिले पनि यो भाइले कमाने कुल्ली भाइलाई मेरो सुझाव हो भाइले पहिला बुझ्नु मैले के भन्दैछु भनेर मैले हैन तिमीले के भन्दैछौ भनेर बुझ्नु यो पहिला यो कुरा जुन टाइपले भाइले भिडियो बनाउँछ नि होला भाइ त्यसमा 10 जना खुसी होला भाइ कि भाइले चिने जाने मान्छेले सही हो भन्ने मान्छेले भित्री मनबाट त हैन भाइलाई मन राख्नुको लागि चाहिँ कमेन्ट्स गरेको होला तर त्यो कमेन्ट्स देखेर भाइ नउफ्रिनु भाइ तर त्यहाँ भाइले हजारौं लाखौं हाम्रो श्रमिकहरूको दिदीबहिनीको मन दुखाएको हुन्छ याद गर्नु भाइ हेर्नुस् भाइ तपाईलाई यो चाहिँ मेरो एडभाइस हो तपाईलाई मेरो सुझाव हो म पनि कमानमै बस्छु र म श्रमिकहरूले खटिएर जुन टाइपले उहाँले बिहान बेलुका जुका किरा मकोडा टोकी जुन एउटा बर्खा आइममा पानीमा भिजी घाममा छाता ओडी उनीहरूले जुन चाहिँ एउटा परिश्रम गरेर जुन चाहिँ 8 घण्टा ड्युटी गरेर उनीहरूले जुन एउटा हाम्रो इन्डस्ट्रिजलाई बचाइदिइरहेको छ क्या उनीहरूले त्यो इन्डस्ट्रिज बचाएको हिसाबले नै आज तिम्रो र मेरो मुखमा एउटा चामलको सिटा पस्नु सकिरहेको छ क्या र यो जुन भाइले बोल्दैछ भाइ तिम्रो यसरी टिआरपी बटुलिँदैन भाइ यसरी मान्छेको मन जित्न सकिँदैन भाइलाई सुझाव हो आइन्दा उपरान्त यो टाइपको कमाने कुदे कुल्ली भन्ने तिमीले कुनै टाइपको भिडियो तिम्रो आएछ भने भाइ याद गर्नु भोलिको दिनमा भाइलाई अप्ठ्यारो पर्न सक्छ भाइलाई सुझाव है भाइ यो मेरो धम्की होइन भाइ कोही मान्छे पनि तिमीले यो टाइपको भिडियो बनाएर छोड्दाखेरि धेरै मान्छेको मनमा लाग्छ भाइ यो कुरा भाइलाई यो कुरा याद गर्नु कुल्ली कमाने त्यो टाइपको होइन भाइ सम्मान दिने सिक बुझ्यौ नि यो कमाने कुदे कुल्ली भन्छौ नि त्यो चाहिँ हामी गाली बुझ्छौँ क्या जो हामी चिया श्रमिकहरू छौँ नि हामीले चाहिँ त्यो गाली बुझ्छौँ क्या जसरी भए तिमीले कमाने कुदे जुन टाइपको तिमीले अहिले यहाँनिर शब्द गर्यौ नि भाइ त्यही शब्दले गर्दा आज हाम्रोतिर केही वर्ष अगाडि हाम्रो यहाँतिर धेरै 2-3वटा घटना घटेर गएको छ भाइ र केही फलोअर्स केही भ्युअर्स र केही कमेन्ट्सको लागि भाइ तिमीले यो टाइपको भिडियो बनाउँछौ भने त्यो भिडियोले हाम्रो श्रमिक दाजुभाइ दिदीबहिनीको मनमा ठुलो ठेस पुगेको हुन्छ आइन्दा उपरान्त भाइले यो टाइपको भिडियो बनाएछ भने भाइ म मात्रै होइन सायद मलाई लाग्छ पहाडको जति पनि हाम्रो कमाने दिदीबहिनी छ सबैजना उर्लेला त्यतिबेला चाहिँ भाइले पस्ताउनु पर्ला बुझ्यो नि भाइ यो कुरा ध्यानमा दिनु भाइ भाइलाई सुझाव हो आइन्दा उपरान्त भाइलाई माफी पनि मागा म भन्दिनँ भाइले आइन्दा उपरान्त कमानमा जुन खटे खाने श्रमिकहरूलाई जुन चाहिँ निचा देखाएर अन्डर इस्टिमेट गरेर आइन्दा उपरान्त भिडियो नबनाउने मान्छेको मन जित्ने हो भने राम्रो भिडियो बनाऊ त्यसमा मान्छेले भाइलाई फलो गर्ला तर यसरी अरूलाई निचा देखाएर टिआरपी बटुल्ने काम नगर भाइ